हेलो एभ्रीवन, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। सो गाइस, यो टाइममा चाहिँ होइन म ड्युटीमा छु। देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा फोकस लाइट आइरहेको छ होइन, ओभर लाइट सो दामी छ। उहाँ चाहिँ मेरो साउको छोरो यहाँ आइसक्नु भएको थियो र उहाँ चाहिँ अब फर्किँदै हुनुहुन्छ। म यति बेला चाहिँ देख्न सक्नुहुन्छ कि होइन गाइस, म तपाईँहरूलाई ब्याक क्यामेरामा देखाउन गइरहेको छु। धेरै दिन भयो म चाहिँ बिमार भएको कारणले अलि युट्युबमा कन्टिन्यू गर्न सकेको थिइनँ। सो अब चाहिँ युट्युबमा ब्याक भइसकेको छु होइन। तपाईँहरूले कस्तो लाग्छ र माया गर्दै गर्न लगाइ छैन। मेरो फेसबुकमा यो भिडियो आउने छ, पक्कै पनि म फेसबुकमा पनि सेयर गर्नेछु र फेसबुकबाट पनि धेरै साथीहरू जोइन हुनुभएको थियो पहिले होइन, त्यसरी नै जोइन हुनु होला। सो धेरै दिन भयो म चाहिँ भ्लग गर्न पनि पाएको छैन, बिमार भयो नि त गाइस होइन। मोबाइलबाट गर्ने गर्थेँ, मोबाइल पनि बिग्रेको थियो, त्यही भएर चाहिँ अब राम्रो मोबाइल थिएन कि साथीहरू। सो म चाहिँ थोरै दिनमा मोबाइल लिँदैछु, iPhone 17 Pro। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मैले अहिले नयाँ हेल्पर पनि हालेको छु। पहिला एक्लै गर्थेँ, यहाँ चाहिँ मेरो हेल्पर हुनुहुन्छ, उहाँको नाम चाहिँ हुन्दाज हुनुहुन्छ है हो। उहाँ चाहिँ मेरो घरकै आफ्नै बुढीको भाइ, मेरो कान्छी सालो हुनुहुन्छ र देख्न सक्नुहुन्छ यहाँ चाहिँ म छु। सो म चाहिँ देखाउन गइरहेको छु मेरो यहाँको सानो मिनी सेटिङहरू है। यो देख्न सक्नुहुन्छ गाइस है, यहाँ चाहिँ मेरो मसला आइटमहरू राख्ने गरिन्छ। अनि यहाँ देख्न सक्नुहुन्छ अन्डा होइन, त्यसै गरी यहाँ कटिङ आइटमहरू पनि छ, भाजी, यहाँ सस आइटमहरू एभ्रिथिङ देख्न सक्नुहुन्छ गाइस। उहाँ चाहिँ उल्टा बस्नुहुन्छ। सो देख्न सक्नुहुन्छ गाइस, यो चाहिँ नुडल्स भयो, यो चाहिँ फ्राइड राइस बनाउनको लागि यो चाहिँ यति खाली भइसकेको छ र मेरो चाहिँ हट वाटर है, गरम पानी। त्यस्तै गरी हामीले चाहिँ यसरी सेटिङ गरेर राखेका छौँ। देख्न सक्नुहुन्छ म चाहिँ यहाँतिर बसिरहेको छु र उतातिर चाहिँ उनी यस्तै छ गाइस, बस्छ है, कस्टमर त छैन आज। लाइट देख्न सक्नुहुन्छ, हपारी चाहिँ फुल मार्केट है, यहाँ चाहिँ फुलहरू पाइन्छ है त। हाम्रो चाहिँ खतरा छ फास्टफुड, यस्तै हो गाइस होइन। हपारी देख्न सक्नुहुन्छ, मिठा मिठा खानेकुराहरू, फलफुलहरू पनि छन् है। सो यस्तै हो कि गाइस होइन, कहिले मान्छेहरू छन् कहिले हिँड्दैनन्। सो यस्तै चलिरहेको छ थोरै दिनदेखि। अब टाइम भइसकेको छ, एकछिनमा फेरि कस्टमर भोकल फुल पनि आउन सक्छन्। त्यस्तै हो। हाम्रो मिनी भ्लग यहीँसम्म भयो, सबैले माया गर्नु होला। एउटा बाजे आउनु भएको। हेलो बाजे, आराम है?